अहिले त हाम्रो मेन पावरहरू जुन विदेश गइरहेछ यहाँले एयरपोर्टमा गएर हेर्नुभयो भने दिनको 1500-2000 मान्छेहरू चाहिँ विदेश गइरहेको हुन्छ होइन। तपाईँले ती विदेश जानेलाई दैनिक रूपमा यही उद्योग राम्रो भयो भने कतिसम्म तलब दिन सक्नुहुन्छ? जसरी हाम्रा नेपाली दाजुभाइहरू 10,000 देखि 50,000 माथिल्लो रकम भनेको 50,000सम्मको हाराहारीमा जान्छन्। उनीहरूलाई तपाईँ त्यो बराबरको ज्याला दिन सक्नुहुन्छ यदि राष्ट्रिय औद्योगिक नीति राम्रो भयो र तपाईँले राम्रो उत्पादन गर्न सक्नुभयो भने सक्नुहुन्छ जस्तो लाग्छ? त्यसमा मेरो विचारमा श्रम ऐनले जुन तोक्छ, सरकारले जुन तोक्छ र हाम्रो पनि विभिन्न एफएनसिसिआईहरू छ, उहाँहरू बिके बसेर छलफल गर्नुहुन्छ नि, उहाँले निकाल्ने उनीहरूको श्रमलाई किन्न सक्ने क्षमता तपाईँहरू बनाउन सक्नुहुन्छ? होइन, त्यो त डेफिनेटली सकिन्छ। जब उत्पादन गरेर उत्पादनको वातावरण हुन्छ, उद्योग फेवरमा चाहिँ नीति नियमहरू आउँछ र उद्योगीले केही कमाउन सक्छ भने त सबै उद्योगीले घरमा लाने होइन, त्यो त बाँड्नै पर्छ। राज्यलाई ट्याक्स तिर्नुपर्छ, मजदुरलाई तलब दिनुपर्छ, ब्याङ्कलाई ब्याज तिर्नुपर्छ। र यसले के देखिन्छ भने पहिला सरकारबाट पूर्वाधारहरू विकास हुनु पर्यो। हाम्रो औद्योगिक क्षेत्रको यहाँले निरीक्षण गर्नु देख्नुहुन्छ, बाटोघाटोको समस्या हेर्नुभयो भने झाल झुलैया छ। बेलुका आफ्नो उद्योगमा आउने यहाँ मलाई डर हुन्छ, तपाईँले देख्नुभयो भने अन्धकार हुन्छ, न स्ट्रिट लाइटहरू छ, न केही छ होइन। ती कुराहरू एउटा भयो भने अर्को पार्टमा यहाँले जानुभयो भने हामीसँग ब्याङ्कको लोन लिने सहज वातावरण छैन, अर्को र मेटेरियल्स पाउने वातावरण सहज छैन, अर्को हामीले हेर्ने हो भने म्यान पावरको पनि हाम्रो प्रब्लम छ, किनकि दक्ष म्यान पावर चाहिँ विदेश गइरहेछ। जसको ब्रेन छ ऊ छ चाहिँ यही युरोप अमेरिकामा गएको छ भने तपाईँको मसल्स हुनेहरू चाहिँ गल्फ कन्ट्री कोरिया यता गएको छ। कोरिया जानेको अहिले बिजोग तपाईँहरूले हिजो आजै देखिरहनु भएको छ। अर्को चाहिँ त्यस्तै हाम्रोमा देखिएका कुराहरूमा इलेक्ट्रिसिटीको प्रब्लम त देशको यहाँहरूले देख्नुहुन्छ 18 घन्टा लोड सेडिङ हुन्छ, अनि दाना बनाउनेले दाँतले कुट्ने हो कि केले कुट्ने हो त्यो पनि समस्या छ होइन। र धेरै कुराहरूमा चाहिँ अब सरकारबाट र राज्यबाट यसलाई राम्रो गरिदियो भने, जस्तो हाम्रो आश थियो यसपालिको बजेटमा चाहिँ पहिलो प्राथमिकता कृषिले पाउला, तर सेकेन्ड फेजमा राखिदिनु भएको छ। तर पनि उहाँहरूले राम्रोसँग सबै कुराहरू पूर्वाधार बनाइदिनु भयो भने त उद्योगहरू त उद्योग गर्न जहिले पनि तयारै हुनुपर्छ र हुन्छ पनि। मुलुकमा विगत लामो समयदेखि कायम रहेको आर्थिक गतिरोध सुधारको कुनै सङ्केत छैन। राजनीतिक महत्वाकांक्षाले प्रेरित आर्थिक नीति तथा कार्यक्रम र सोही अनुसारको कार्यान्वयनले गर्दा नागरिकको आर्थिक प्रगतिको कुनै आशा लाग्दो वातावरण बन्न सकेको छैन। यस उद्योगभित्र समस्या के हो त? मजदुरहरूले आफ्ना मागहरूलाई उद्योगपतिहरूसँग सही ढङ्गसँग राखेका छन् या उनीहरूको मागलाई उद्योगपतिहरूले सही ढङ्गले सम्बोधन गरेर एक आपसमा काम गर्ने वातावरण बनाउन सकेका छ कि छैन, या उनीहरू बीच तालमेल छ कि छैन कामको र मालिक बीचको? किनकि एउटा उद्योगमा श्रमिकको र मालिकको लगभग बराबर योगदान रहन्छ। श्रमिकको श्रम र मालिकको लगानी मिलेर नै एउटा उद्योग सञ्चालनमा रहेको हुन्छ। र हामी मजदुर नेताहरू जो यो क्षेत्रमा रहेर निरन्तर रूपमा आफ्नो हक अधिकारको बारेमा सङ्घर्ष गरिरहनु भएको छ, उहाँहरूसँग पनि उहाँका विचारहरूलाई पनि समेटेका छौँ। यहाँलाई स्वागत छ। जस्तो यो बालाजु औद्योगिक क्षेत्रभित्र तपाईँहरूले आफ्ना मागहरूलाई कसरी उठाउनुहुन्छ? कतिको कडाइका साथ उठाउनुहुन्छ या ती मागहरूलाई उनीहरूले कसरी सम्म लिएका हुन्छन्? विशेष गरेर हाम्रो यो अहिले नेपाल सरकारले भनौँ अथवा हाम्रो श्रम ऐन 2048ले दिएको श्रम नियमावली बमोजिम नै हामीले यो बालाजु औद्योगिक क्षेत्रभित्र अहिले हामीले मागहरू प्रस्तुत गरिरहेको अवस्था छ। त्यसो हुँदाखेरि हामीले अहिले आफ्नो 2 वर्षको जुन श्रम ऐनले दिएको नियमअनुसार माग राख्ने कुरा त छँदैछ, त्यसबाहेक पनि अहिले हालसालै नेपाल सरकारले बढाएको जुन 1800 तलब छ त्यो विषयमा अलिकति समस्या भइरहेको अवस्था छ। सबै ठाउँतिर सरसर्ती अहिले हेर्दाखेरि तपाईँ कस्तो देखिन्छ भने भन्दा समग्र औद्योगिक क्षेत्रमा अब लागू नभएको अवस्था देखिन्छ यो 1800 रुपियाँ। यो चाहिँ हामी के भन्छौँ भने हामी मजदुर सङ्गठन हाम्रो अखिल नेपाल औद्योगिक मजदुर सङ्घले चाहिँ के भनिरहेको अवस्था हो, यो चाहिँ छिटोभन्दा छिटो यो लागू गराएर मजदुरहरूलाई दिलाउनुपर्छ भन्ने हाम्रो चाहिँ। तपाईँहरूको मागलाई उद्योगपतिहरूले कतिको सकारात्मक रूपमा लिन्छन्? हाम्रो जुन हामी श्रम नियमावली अनुसार नै हामीले माग राख्ने हो, त्यो पुरा गरिदिएका छन्। कतिपय ठाउँमा पुरा नभएर कम्पनी नै बन्द हुने अवस्था होइन, बन्द गराउनु पर्ने अवस्था होइन, हामीले चाहिँ नियमसँग तरिकाले नै मागहरू राखेर सम्बोधन नगर्ने अवस्था त्यस्ताहरू छन्। तर भए तापनि हामीले त्यस्तो अवस्थालाई चाहिँ अलिकति
त्यसलाई चाहिँ अलिकति टाढै राखेर हामी वार्ता संवादद्वारा नै समाधान गर्ने भनेर चाहिँ हामी अहिले लागि परिरहेको अवस्था छ। जस्तो उद्योग बन्द हुँदा त तपाईँहरूलाई पनि घाटा हुन्छ, त्यस्तो अवस्थामा चाहिँ तपाईँहरूले यसको समस्याको समाधान चाहिँ के जस्तो लाग्छ? सहमति हो या आफ्नो माग पुरै हुनुपर्छ भन्ने खालको एउटा अडान हो, के जस्तो लाग्छ? हाम्रो अडान त्यो होइन, हामीले भनेको के छौँ भने कम्पनी पनि बच्नु पर्यो, उद्योग पनि बच्नु पर्यो र मजदुर पनि बाँच्नु पर्यो। अहिलेको महँगीको अवस्थामा हेर्ने हो भने अहिले न्यूनतम तलब हामीलाई धेरै कम छ। त्यसो भएको हुँदाखेरि यो न्यूनतम तलबले कति चाहिँ अब एउटा कम्तीमा तपाईँको एउटा चाहिँ कामदारले काम गरेर आफ्नो बालबच्चालाई पढाउने पालन पोषण गर्ने खालको वातावरण त हुनु पर्यो नि। त्यो नभएपछि त्यो सरकारले राज्यले त्यो व्यवस्था नगरेको कारणले गर्दाखेरि हामीले जुन राज्यले दिएको नियम कानुन अनुसार हामीले माग राख्छौँ। माग राखेपछि के हुन्छ भन्दा तपाईँको उद्योगपतिज्यूहरूले के भन्नुहुन्छ भने उहाँहरूले अब दिनु सक्दैन, म दिनु सक्दैन, म फ्याक्ट्री बन्द गरिदिन्छु, तिमीहरू के गर्नुपर्ने गर भन्ने खालको चाहिँ त्यस्तोहरू चाहिँ आउने गरेको छ बेला बेलामा। तर आए तापनि त्यसलाई चाहिँ हामीले बसेर संवादद्वारा के कति गर्न सकिन्छ। उद्योगपतिका समस्याहरूलाई तपाईँहरू विश्लेषण गर्दाखेरि उनीहरूले तपाईँलाई हेपा प्रविधि राखेको, नियम कानुनमा चल्न नखोजेको या उनीहरूको बाध्यता के होला त्यस्ता उद्योगहरू बन्द हुनुमा जसले श्रमिकको मागलाई सम्बोधन गर्न सक्दैनन्, हामी सक्दैनौँ भन्छन्? के वास्तविकता के होला जस्तो लाग्छ? उहाँहरूको वास्तविकता जस्तो मलाई लागेको कुरा चाहिँ नेपाल सरकारले अहिले जो उहाँहरूलाई चाहिँ अब ऋण दिनुभएको छ, ऋण उहाँहरूले लिनुभएको छ, त्यो ऋणको विषयमा चाहिँ उहाँहरूले लोन लिनुभएको छ। लोन लिएर चाहिँ फ्याक्ट्री चलाइरहेको हुन्छ। कतिपय फ्याक्ट्रीमा त्यस्तै खालको वातावरण भएको कारणले गर्दाखेरि उहाँहरूले अलिकति दिनलाई आनाकानी गर्ने त्यस्तो खालको कुराहरू चाहिँ गर्ने गर्छ। तर गरे तापनि तपाईँहरू उद्योगपतिको समस्या पनि बुझिदिनुहुन्छ? हामी एकदम बुझ्छौँ। उद्योग रहेन हामी मजदुर रहन्छौँ। यो 600 रोपनीमा फैलिएको बालाजु औद्योगिक क्षेत्रभित्र करिब 110वटा उद्योगहरू हाल पनि सञ्चालनमा रहेका छन्। देशले लिएको नीति औद्योगिक विकास र यसको प्रवर्धनमा जुन भूमिका खेल्नु पर्थ्यो त्यो अनुसार यहाँको अवस्था, यहाँका समस्या र यहाँको सबै कुराहरू बुझ्दाखेरि त्यो लागू भएको पाइएन। आज हामी यही बालाजुमा रहेको औद्योगिक क्षेत्रभित्रको वातावरण कस्तो छ, के साँच्चै राज्यले लिएको नीति अनुरूप यो ठाउँको विकास र यसको प्रगति सम्भव भएको छ या राज्यले आयातलाई कम गर्ने र यही स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यले स्थापना गरिएका यस्ता औद्योगिक क्षेत्रहरूको साँच्चीकै अवस्था के छ, यिनीहरूको वास्तविकतालाई खोज्ने प्रयास गरेका छौँ आजको यो नागरिक सरोकार कार्यक्रममा। नेपालमा औद्योगिक विकास गर्ने उद्देश्यले विक्रमसम्म 2016मा औद्योगिक क्षेत्रको स्थापना गरिएको हो। हालसम्म नेपालमा 11वटा औद्योगिक क्षेत्र स्थापना भइसकेका छन्। आधारभूत सुविधा तथा उचित पूर्वाधारका कारण व्यवसाय सञ्चालनका लागि औद्योगिक क्षेत्र उपयोगी मानिन्छ। सुरक्षाको दृष्टिकोणले पनि औद्योगिक क्षेत्र उद्योग सञ्चालनका लागि उपयुक्त स्थान हो। औद्योगिक क्षेत्र उद्योग मैत्री हुनुपर्छ। औद्योगिक क्षेत्रमा पानी, ढल, विद्युत, सडक, सञ्चार लगायत भौतिक पूर्वाधारका साथै शान्ति सुरक्षा पनि अपरिहार्य छ। तर हाल नेपालमा भएका 11वटै औद्योगिक क्षेत्रमा त्यस्ता पूर्वाधारको अवस्था निकै कमजोर रहेको छ। यहाँ ठाउँ ठाउँमा चाहिँ तपाईँको औद्योगिक क्षेत्रहरूको स्थापना गरिदियो, सडक पुर्याइदियो, पानी पुर्याइदियो, बत्ती पुर्याइदियो भने नेपालमा चाहिँ तपाईँको उत्पादन नहुने भन्ने कुरै छैन। अहिले तपाईँले देख्नुहुन्छ यो औद्योगिक क्षेत्रमा पनि मेजोरिटी तपाईँको मेजर उद्योगहरूमा चाहिँ प्लास्टिकको इन्डस्ट्री यहाँनिर छ। कस्तो छ होइन, प्लास्टिकमा तपाईँको त्यति त्यो यहाँको उत्पादनले पनि तपाईँको चाहिँ बजारमा त्यो प्लास्टिकको सामानहरू चाहिँ के अरे थ्याक्न सक्दैन, त्यति धेरै चाहिँ माग छ होइन। तर त्यो माग हुँदाहुँदै पनि तपाईँको बत्ती छैन। हामी लोड सेडिङमा चाहिँ तपाईँको काम गर्नु परिराखेको छ। तपाईँको ब्याङ्कले हामीलाई छुट दिँदैन औद्योगिकरण गर्ने भन्ने, तर सुविधा खोइ त ब्याङ्कले हाम्रो कर्जामा के सुविधा छैन। तपाईँको अर्को सबभन्दा ठुलो समस्या औद्योगिक क्षेत्रभित्र उद्योग खोल्नेहरूको लागि के ठुलो समस्या छ भने तपाईँको यहाँ हाम्रो जमिन हाम्रो स्वामित्वमा छैन। जमिन स्वामित्वमा नभएको कारणले उद्योगहरूले तपाईँको चाहिँ ब्याङ्कबाट लोन लिन सक्दैन। उसले आफ्नो सम्पूर्ण सम्पत्ति यहाँ लगानी गरेका छ।
अरबौँ सम्पत्ति यहाँ लगानी गरेको छ, मेसिनमा गरेको छ, भवनमा बनाएको छ, अरू चाहिँ एडमिनिस्ट्रेटिभ उसमा उसको लगानी छ, तर उसले सरकार अथवा ब्याङ्कबाट चाहिँ तपाईँको उसले कर्जा पाउन सक्दैन। कर्जा लिनको लागि ब्याङ्कलाई चाहिँ तपाईँ आफ्नो स्वामित्वमा भएको जमिन धितो राख्नुपर्छ। त्यही कारण हामीले के मागिराखेका छौँ भने कम्तीमा सरकारको यो जमिन भए पनि उसको मेसिन छ, उसको भवन छ, उसको लगानी छ। त्यही कारण त्यो लगानीको आधारमा पनि उद्योगहरूलाई ब्याङ्कले चाहिँ कर्जा दिनुपर्छ, त्यो पनि सहुलियत दरमा। यहाँ समस्या के छ भने यहाँ अब राजनीतिक दल भनेको एउटा मात्रै छैन, यहाँ अहिले त 100 कतिवटा पनि भइसक्यो। सबैको चाहिँ त्यो सङ्गठन विस्तार गर्ने होडक्रम बढिरहेको छ। अनि तिनीहरूको मेन पावर कहाँ छ त भने हेर्ने बेला चाहिँ औद्योगिक क्षेत्रभित्र या शिक्षा क्षेत्रभित्र त्यही जुन जहाँ मेन पावर छ त्यही उनीहरूले फोकस गर्छन् है। त्यो फोकस गर्ने बेलामा चाहिँ के छ भने मजदुरलाई जसले बढी दिन्छु सुविधा दिन्छु भन्छ उसको पछि लाग्ने हो बुझ्नुभयो। त्यसले के भने एक आफू होडबाजी, प्रत्येक राजनीतिक सङ्गठनको भारतीय सङ्गठनलाई आफूसित तान्नलाई होडबाजीले गर्दाखेरि के भयो भने हामी पिल्छौँ, उद्योगपति पिल्छौँ। किनभने अब हामीले त गाह्रो छ नि त तपाईँको। अब यो त भन्यो उता एउटाले सम्झायो फुट अर्कोले तानेर लैसक्छ, फेरि अर्को प्रब्लम आइसक्छ। यी प्रब्लमहरू हामीले फेस गर्यौँ है। त्यसैले हामीले चाहिने त मजदुर हो। वास्तवमा राजनीतिहरू त आफ्नो ठाउँमा छन्, तर हामीले त चाहिने त मजदुर हो। किन एमआइटी 9 मासुको सम्बन्ध त हामीले मजदुरसँग गर्नु पऱ्यो नि त। किन उत्पादन गर्न त श्रम त हुँदैन। तर मैले देख्दाखेरि इन टोटालिटी मैले के भन्छु भने भिजन भएको नेता हाम्रो देशले अहिलेसम्म पाएन। औद्योगिक विस्तार किन हुन सक्दैन म अहिले पनि भन्छु, अझै पनि हुन सक्दैन। किन करोडौँ रुपियाँ तपाईँ लगानी गर्नुहुन्छ उद्योग सञ्चालन गर्नलाई है। ठिक छ, सुरुमा मजदुर आउँछन्, हजुर जति तल दिए पनि हुन्छ भन्छन्, हुन्छ श्रम ऐन छ, श्रम ऐन पालन गर्ने पनि छन्। श्रम ऐन पालन नगरिकन अहिले तपाईँहरू त एग्रिमेन्ट नगरी राख्नुहुन्छ। होइन त्यस्तो छैन। 240 दिन पुगेपछि तपाईँ थाहै गर्नुपर्छ। हामीले श्रम ऐन नमान्ने पनि छैन, उद्योगपति मान्न तयार छन्। तर समस्या कहाँनिर आउँछ भन्नुभएको उनीहरू श्रम ऐन भन्दा बढी माग्छन् या त्यही त म त्यो आउँदैछु। समस्या के छ भने मैले बारम्बार भन्ने गरेको छु, श्रम ऐन अन्तर्गत दिने कुरा दिए तापनि श्रम ऐनमा एउटा बुँदा के राखेको छ भने प्रत्येक संस्थामा काम गर्ने मजदुरहरूले प्रत्येक 2 वर्षमा सामूहिक सौदाबाजी गर्न पाउने छन् भन्ने शब्द राखेको छ। त्यही सामूहिक सौदाबाजीकै कुरालाई लिएर आएर जथाभावी माग आउँछ। तर ठेट शब्दमा तपाईँको आफ्नो अनुभव राज्यले यो गरिदिएदेखि चाहिँ हामी उद्योगपति व्यवसायीहरूले सहज ढङ्गले व्यवसाय पनि सञ्चालन गर्न सक्छौँ र मजदुरका मागलाई पनि सम्बोधन गर्न सक्छौँ र यो देशको व्यापार घाटालाई घटाउन हाम्रो उत्पादनलाई बढाउन सक्छौँ। के होला त्यसको मेन कुरा के यस्तो छ, अब व्यापार घाटा भनेको सुरुखुरी कहाँबाट आउन सुरु हुन्छ भने है जबसम्म हाम्रो आफ्नो खुट्टामा आफै उभिन्न भनौँ न, आत्मनिर्भर हुँदैन हामीले, प्रोडक्सन सफिसियन्ट हुँदैन, तबसम्म व्यापार घाटा भइ नै रहेछ। अब यहाँ के छ भने तपाईँसँग सबै मानिस तपाईँसँग अब 1 करोड रुपियाँ छ, तपाईँ के काम गर्न चाहनु भएको छ, तपाईँ टेक्निकल नो-हाउ छैन, टेक्निकल नो-हाउ छैन। अब के बिजनेस गरे के उद्योग चलाए हुन्छ भन्ने तपाईँसँग नलेज पनि छैन। अलिकति 1-2 जना होला 4-5 प्रकारले के गरे भने त आफ्नो ठाउँमा छ। तर यो गरे हुन्छ नि त। हामी यो चिज हामीसँग इम्पोर्ट यहाँ भइरहेछ होइन, यो चिज चाहिँ इन्सफिसियन्ट छ। डाटा नेपाल सरकारसँग छ नि, त्यो डाटा लिएर हेर है उद्योग गर्ने चाहनेहरू को गर्ने चाहनेहरू यो चिजमा यदि यस्तो छ अपर्च्युनिटिजहरू छ पहल राज्यले गरिदिनु पर्छ। त्यो इन्डिभिजुअली के गर्न सक्छ। जस्तै मैले के गर्न खोजेँ भने म कहाँ मात्रै जाने, डाटा लिन त गभर्मेन्टमा जानु पऱ्यो। त गभर्मेन्टले कुन भन्सारले यहाँ आएन भन्छ होला, कसले कहाँ दिएन भन्छ, हामीले त्यो कहाँ कुन ठाउँ हामी त्यो सक्दैन भ्याउँदैनौँ नि, हामी गरेर खाने कि त्यो डाटा खोज्दै जाने। सबै औद्योगिक क्षेत्रका जग्गा तथा भवन भाडामा गइसकेका छन्। पूर्ण भौतिक पूर्वाधार सम्पन्न अवस्थामा सञ्चालन भएका औद्योगिक क्षेत्रको अवस्था